सो हे गाइज वेलकम ब्याक टु माई एनदर ब्लग। आजको ब्लगमा चाहिँ तपाईँलाई स्वागत छ। अनि म चाहिँ धेरै पछि ब्लग बनाउँदैछु। आज चाहिँ कहाँ छु भने म पाहाडमै छु। उता हुँदा त्यही धेरै ब्लग बनाउनु, कहाँ के बनाउनु होइन। यता चाहिँ अब यसो आयो, यता गाउँठाउँ देखायो होइन। अनि अहिले उठेर चाहिँ चिया खान लागेको। अनि आमाहरू भित्र हुनुहुन्छ। यहाँको मौसम चाहिँ एकदम दामी छ क्या। पानी चाहिँ पर्नुपर्ने हो। धान रोपेको छ, सबैतिर धान रोपेको ठाउँ सबै सुकिसक्यो, पानी परेको छैन। पर्ला जस्तो चाहिँ गरिरहेछ। आज बेलुका चाहिँ हल्का परे जस्तो छ, हल्का शीत छ। पारीको मौसम चाहिँ यस्तो छ, घाम पनि लागिरहेछ, बादलले सबै छेकिरहेछ। यस्तो आनन्दको मौसम छ, चिसो हावा चलिरहेछ, आनन्द छ। त्यही भएर सुतै हुन्छ क्या। यहाँ चाहिँ कति 6:30-7 बज्न आएको म उठ्दाखेरि पनि। अब चिया खाने। आजको दिन चाहिँ कस्तो हुन्छ म देखाउँदै जान्छु है त। आजको मौसम चाहिँ यहाँको यस्तै छ, घाम लागेर झलमल्ल छ। धान रोप्नेको बिजोग भएको छ होइन बुवा? धान रोप्नेको बिजोग भइरहेछ, घाम लागेर खडेरी परेर। घाम यस्तो छ, गर्मी छ च्याङथापमा। असारको बेलामा पनि हामी सानो यहाँ च्याङथाप जान लागेको। फुल ए उखु। अनि यहाँ च्याङथाप जान रेडी भएको छौँ बाबा र म चाहिँ। एकछिन त्यहाँ काम छ अरे, एकछिन दोकान बस्दिनु पर्ने अरे। अनि च्याङथाप गएर आएर एकछिन तल पनि जाँदैछ आज खेतमा पनि। त्यहाँ पानी नपुगेर रोपाइ नै भएको छैन। पानी रोपेको ठाउँमा पनि यहाँ पानीहरू पुगेकै छैन क्या। घाम लागेर खडेरी पुरै भरेर पानी नै कहीँ आएकै छैन मजाले। मौसम चाहिँ यस्तो छ, तर दामी छ हेर्दा चाहिँ। बादलहरू लागिरहेछ हल्का। हामी चाहिँ दोकान आइपुगिसक्यौँ। अनि बाबा चाहिँ यहाँ दोकान सोकान खोल्नु हो। अनि त्यहाँ गाउँपालिकामा के काम छ भन्ने, त्यो गाउँपालिका कहाँनिर त्यहाँ पर्छ काम छ भन्दै हुन्थ्यो। कागजपत्रहरू के बनाउँछ। अनि म चाहिँ दोकानमा बसिरहेको छु। सानो दोकान चाहिँ यस्तै छ होइन। त्यहाँ रङहरू छ, यता भाँडाकुँडाहरू छ। अनि यहाँनिर चाहिँ सानो काउन्टर जस्तो छ, बाबा बस्ने ठाउँ। अनि यहाँनिर मन्दिर छ। अनि यतामुनि अरू सामानहरू छ, यतामुनि पनि सामानहरू छ। पछाडि यहाँनिर छ सानो किचन, दिउँसो के बाबाले चियाहरू बनाएर खाने ठाउँ। अनि यतापट्टि छ हाम्रो चामलहरू अलिअलि राख्ने ठाउँ, अँध्यारो छ यहाँ चाहिँ। अनि यसको पछाडि अर्को गोदाम पनि छ है सानो। यहाँ बसिरहेको छु, घाम लागिरहेछ बाहिर चाहिँ, पुरा घाम लागिरहेछ होइन। एकछिन बसेर अनि जान्छु है त। फाइनली पानी परिसकेको छ। बिहान चाहिँ घाम लागिरहेको थियो, तर अहिले हल्का पानी पर्यो सिर र फेरि रह्यो। उता पारितिर चाहिँ हल्का परे जस्तो छ, हाम्रोतिर खासै परेन। हामी चाहिँ रमिताहरू बसिरहेको छौँ, पानी परेको। त्यही अब लुगा धुनुपर्ने छ हामीले चाहिँ। अब यहाँ छ हाम्रो हिरो होइन। त्यता हेर्न हौ तपाईँले, हेलो भन्नु के साह्रो लजाएको त। सो मैले चाहिँ लुगा धुनुपर्ने हुन्छ, यतापट्टि लुगा भिजाएर राखेको छु। लुगा चाहिँ यहाँ छ। अनि धुन मलाई के अल्छी लागिरहेको छ, नुहाउनु पनि पर्ने। के छ साल दिदी, कहाँ हिँड्नु भएको तपाईँ? कहाँ कुद्नु भएको? लिएको होला नि त बिहानै। सो त्यही हो, अब मैले लुगा धुनुपर्ने हुन्छ। अल्छी गरेको चाहिँ हुँदैन होइन। तल बारी तल खेत पनि जाने भनेको खोइ पानी आयो, अल्छी मात्रै लाग्छ नुहाउनु। यहाँ लुगा अघि ठिक पारेको यहाँ अहिलेसम्म नुहाउनु थालेको छैन। अब लुगा धोएर सो त्यही हो, अब लुगा धुने अनि जाने त। गाइस म नुहाउने भनेर हो कि के भएर घाम पानी पनि परिदियो होइन। नुहाउन त 5 दिन मात्रै हुँदैछ नुहाउनु आएको चाहिँ। आमा पनि भित्रबाट आइपुग्नु हो हिँड्दै। आमा के छ अनि अहिले, ठिक छ खबर? घाम पानी पर्यो त अनि स्यालको बेमा नजाने? स्यालको बेमा नजाने? अनि घाम पानी पऱ्यो स्यालको बे हुँदैन? हामीसँग अनि भात भुटेको थियो, त्यही खाँदैछौँ। सो त्यही हो, अब यहाँ नुहाउनु पर्ने छ। नुहाएर चाहिँ अनि तल जाने हो। खोइ पानी पनि अलिअलि त पर्दैछ, कस्तो के हुन्छ हेर्दै जाउँ है त। सो
गाई जस्तो पानी पर्दैछ तर मैले चाहिँ नुहाउनु पर्ने हुन्छ होइन किनभने मैले आज जसरी पनि नुहाउनु पर्ने हुन्छ किनभने घाम पनि लागिरहेको नि त 5 दिन हुन आँटिसकेको नुहाएको पनि सो त्यही भएर चाहिँ नुहाउनु पर्ने हुन्छ तर खेत चाहिँ जाँदिनँ होला सायद आज 3:30 भइसक्यो यहीँनिर अब आएर फेरि यहाँ भ्याइँदैन नि त त्यही हो होइन अब नुहाउनु पर्ने हुन्छ धारामा थापिनु पर्ने हुन्छ होइन त्यही हो जाडो त हुन्छ नि होइन गुवा यता खाँदा खाँदै हुँदो रहेछ सबैजना त्यो म त खाँदा खाइसकेँ अब म नुहाउनु पर्ने हुन्छ आमा कसरी नुहाउनु अब पानी धारा किन खोल्ने धारा भिज्दा होइन होइन अब नुहाउने होइन साल दिदी नुहाउने भनेपछि जसरी नुहाउनु पर्यो होइन आज जो बारी जान्न ल म भोलि मात्रै त्यो चाहिँ हो अब मैले नुहाउनु पर्ने हुन्छ होइन अनि मेरो क्यामेराम्यान यहाँ छ त्यसलाई म फोन लिएर चाहिँ म नुहाउनु पर्ने हुन्छ होइन तैँले नुहाइस् नुहाइनस् तँ चाहिँ नुहाउँदैनस् तँ चाहिँ नुहाउँदैनस् त्यही हो कस्तो हुन्छ हेरौँ नि त पानी त तातै छ भन्नै पर्यो नि त तर गाइज होइन सो गाइज होइन अब के छ भन्दाखेरि हामीसँग चाहिँ धारा जति पनि छ क्या कतिवटा धारा छ भन्दाखेरि एक यहाँ नुहाउँदा पनि भयो यहाँ टाउको नुहाउने यहाँ एउटा हात नुहाउने यहाँ अर्को हातमा भिजाउने यसमा खुट्टा भिजाउने यसमा अर्को खुट्टा होइन यो धारा पनि हेर यसमा पनि पानी आउँछ यसमा पानी आएपछि यसले जिउ भिजाउने अनि टोटल भिजाउनलाई हामी बाहिर जाने कतिवटा धारा पनि छ होइन यहाँ 6जना मान्छे आए पनि पुग्छ हाम्रो जिउको हाम्रो यति खतरा ठाउँ छ होइन हरेक पार्ट्सलाई एकैवटा धारा छ क्या हाम्रो घरमा चाहिँ होइन सो आउनु होला नुहाउन सो गाइज होइन अब चाहिँ म नुहाइसक्न आएको थिएँ अनि हाम्रो चाहिँ फेरि बाथरुम यता छ होइन बाथरुम पनि देखाइदिनु केटा बाथरुम भयो भने हामी बाथरुममा चाहिँ नुहाइँदैन होइन हाम्रो चाहिँ एकदम आउटडोर आनन्दले नुहाउने हो तर आज घाम चाहिँ गइसकेको छ 3 बज 4 बजिसक्यो बिहानदेखि नुहाउने भनेर लुगा भिजायो तर भर्खर नुहाउँदैछु म त्यही हो अनि हेर्दै जानुहोस् त सो गाइज हामी चाहिँ अहिले थला सोर्न जाँदैछौँ होइन अनि के छ भन्दाखेरि हाम्रोमा चाहिँ 2टा बाख्रा छ बाख्रा भन्दा पनि यो त बोका हो यो एउटा देवालीको बोका हो यो लास्ट हान्ने छ यसले चाहिँ सिङ हेर्नु न यसको सिङ कस्तो छ चाहिँ अलिक फटाफटा छ होइन अनि यो चाहिँ अलिक ज्ञानी छ यो पनि बोकै हो 2टा बोका छ अनि यिनीहरूलाई घाँस यहाँ छ त्यसपछि हामीसँग गाई छ एउटा अनि यसको बाछो छ एउटा चाहिँ त्यही हो अनि हेर्न सक्नु बनाएको थियो रहेछ क्या हो के छ गाई के छ यसको नाम के पो थियो नामै बिर्सेँ मैले म त्यति बस्दिनँ नि त बिर्सेँ नामै के हो जोस् जेसुकै होस् नाम होइन के अरे माइली अरे ए सो यो चाहिँ त्यस्तै छ होइन पराल खाँदैछ अब हामीले थला सोर्नुपर्ने हुन्छ अनि ओए हो त रहेछ यसको सिङ हेर्नु यसको सिङ त आँखामा छिर्न रहेछ काटिदिनु पर्ने रहेछ त होइन ओए यहाँ हेर्नु न यसको सिङ आँखामा छिर्न लागेको छ क्या घुमेर सो त्यही हो राउन्ड किक हालिदिइहाल्छ कि फेरि यसको राउन्ड किक खाइयो भने फेरि होइन अवस्था नाजुक हुन्छ यो फेरि बचेर काम गर्नुपर्ने हुन्छ होइन हावाले त बुक पनि डुबाउँदै क्या हो हालेको हामीले चाहिँ थला सरिसक्यौँ अनि अब च्याङथाप जान लागेको अनि सालदिदी यहाँ खाना तयारी गर्दै हुनुहुन्छ अहिले हामी चाहिँ 4जना मात्रै छौँ क्या भाइ तलै छ पढ्दैछ बिर्तामातिरै
मन पनि तलै हुनुहुन्छ अहिले घरको काम हुँदैछ नि त अनि त्यही भएर तलै हुन्छ अब पर्सि आउनुहुन्छ होला अनि हामी चाहिँ अहिले च्याङथाप जान लागेको बिहान बाइक लिएर आएको थिएँ बाबालाई माथि छोडेर एकछिन दोकान हेरेर अनि दोकान घुमिदिएर अनि अब बाबालाई बाइक पुऱ्याइदिएर हामी हिँड्दै आउनु पर्यो तेल पनि चाहिएछ भन्दै थियो अनि बजार जान लागेको ज्वरोमा चाहिँ सो त्यही है त हामी चाहिँ च्याङथापमा बाइक छोडेर आउँदै थियौँ आउँदै पानी आयो होइन तर ठिकै छ हामी घर आइपुग्न आँट्यौँ अनि ठ्याक्क बाटोमा चाहिँ हामी कुद्दै आउँदै थियौँ अनि एउटा दाइले बाइक रोक्यो होइन चिनेकै दाइले रोक्नु हो दाइ भनेपछि रोक्नु हो भन्नु पऱ्यो नि होइन मलाई सिकाएन हो अलिअलि मलाई अनि बाइक रोकेपछि हामीलाई अब चलाउने होला भनेर यसो फर्केको त पछाडिदेखि केटीहरू दुइटा गुडुडुडुडुडु कुद्दै आयो हामीलाई त हेर्दै हेरेन त दाइले त केटीलाई चढाएर हिँड्यो अनि अब के गर्नु नि त्यस्तै हो तर हाम्रो घर नजिक पनि थियो केटीहरूको टाढै थियो होला त्यही भएर चढाएको होला सर हामी आइपुग्यौँ अब बाइक चाहिँ उहीँ छोडेको बाबा आउनु थाल्यो एकछिनमा सो त्यही हो गाइज त्यस्तै छ होइन खेत रोपेर हरियाली छ पानी सानी हल्का कुलोतिर लाग्दैछ आजभोलि चाहिँ होइन आजदेखि भनौँ न पानी हल्का आएर अनि यस्तो छ मौसम चाहिँ दामी चिया खानु जस्तो तर यहाँनिर किन हाँसेको त भनिदियो त नलजाइ भन्दैन हामीलाई चाहिँ क्या हामी चाहिँ त्यहाँ ठुलो बाटोमा एक ठाउँ यस्तो एकछिन त्यसो भनेर त्यो निक्ल्यौँ होइन अनि निक्लेको ठुलो बाटोमा तर अनि चिया खाएर जाउँ न भन्ने हुन्थ्यो अनि हामी चाहिँ पुरा सानमा अब पानी आउन आँट्यो हामी चिया नखाइ जाने भनेर हामी चाहिँ उडेर हिँड्ने गऱ्यो अलिक तलतिर आएपछि जाडो भयो क्या घरमा चिया खाएर गएको थियौँ नि जान चाहिँ तर फेरि त्यहाँ अनि भरे चाहिँ फेरि थुक्क खाएको भए पनि हुने रहेछ पानी पनि आउने रहेछ चिया तातो चिया खाएर आउनु रहेछ भन्ने हाँस्छ हो फेरि यो चाहिँ होइन त्यही हो गल्ती भएछ हाम्रो पनि आज चाहिँ चिया खानुपर्ने थियो तर अब ठिकै छ अब घरमा गएर भात खाने हो भात खाने बेला हुन आँट्यो पानी बेसी भिजायो हामीलाई होइन हामी कुन गाई अब त्यस्तैमा घर पुग्न आँट्यौँ हामी चाहिँ होइन यो अब यसको घर जान्छ हो जाकेटा यो जान्छ यसको घर मेरो घर जान्छु होइन यो गाई हाम्रो पानी पर्न थालिसक्दादेखि लाइन चाहिँ गइसकेको छ होइन हामी सालदेखि खाना बनाउँदै हुने खानाको तयारी हुँदैछ होइन गीत सुन्दै गर्ने काम हो गीत चाहिँ ठ्याक्कै मिलेछ मैले त्यत्तिकै लगाइदिएको होइन चाहिँ ठ्याक्कै मिल्दैछ क्या मैले त्यत्तिकै बजाइदिएको ल आगो गरिरहेको यता खानासानाको तयारी हुँदैछ होइन त्यस्तै हो गाइज तर लाइन चाहिँ गइदियो होइन लाइन गए पनि केही टेन्सन छैन हामीलाई होइन यहाँमा गीत त ठ्याक्कै मिलेको त गीत चाहिँ ठ्याक्कै मिलेछ बुवा रिमझिम पानी पर्यो नि भन्छ त गीतले पनि अब खाना खाउँ भनेको सो गाइज अब चाहिँ हाम्रो खाना आउने बेला भयो बाबा पनि आइपुग्नु दोकानदेखि अब खाना खाने बेला भयो सो गाइज आज भ्लग चाहिँ यतातिर इन्ड हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ च्यानललाई सब्सक्राइब गर्नु बाई बाई गाइज